भर्खर ल्याउनु भएको मान्छेको बिहा नि काटेर दिएर यो पोलेर खानु हुन्छ भुलिहाल्छ नि के केस ठुलो बिन्तीको बुढो हुने भएको ऊ त्यसले पैसा कमाएर आइसक्यो एकदम कस्तो पैसा कमाउँछ गन्छ पार्टी आउँछ म लाइटर लिन लाइटर कहाँ लगे हिरामाले लगाए तल छ भने मैं लाइटर दिन त भन्दै थिए अब त यिनीहरू त धान नखानु पर्ने बन्द गर्नु अब अब त उ मात्रै न्यूज आएको हैन त्यो न्यूज आएको हैन खोजिरहेको मेरो न्युज अर्को छ न्युज त मेरो न्युजको त अर्को कलर छ उ त्यो परको छ उनी बेलुकादेखि मैले तल भेटेको करेला चाहिँ माथि पुरै पाकेर गएर कसैले खाएन चाहिँ हाम्रो त मै पाकेर गएर त्यही त गागा मलाई करेला नि लाग्छ करेला पिकनिक खाने हो पिकनिक पैसा चाहिँ सके नाचेको निस्किस् न यसो पैसा त सकिहाल्यो म देखाएको छु अनि के खान्छौ त नानी हो अब बोइलर अनि एउटा बोइलर आउँछ कि 1 केजी तिम्रो पैसा 5 केजी को ल्याउने नि त्यति आउने पैसा छ मलाई पनि 1 केजी ल्याइदेऊ 500 को 20 भनेपछि अनि 20 2000 को 25 चाहिँ 2500 2300 जति रह्यो त्यो बोल खेलेर अनि बल खेल्न जाए अनि अब केले ल्याउँछौ त पैसा उठाएर पाउनु न सर के छ भाइ मेरो त्यतिले कहाँ होला पुग्छ त नि पैसा उठाएर पिकनिक खान नजाऊ 100 उठायो भने पनि 1500 उठाइहाल्छ 15 ओहो 1500 बियर खान्छ नानीहरुले कस्तो खानु यो चटपटे खाने ग्याङ हो भाइ नखाने रे माइला हाम्रो यो खाट पनि सदारी रहेछ मान्छे अटुटै हुन्छ आमाले नि तोडेको आज त मलाई प्याज चाहिँ मन पर्दैन सम्झेर खान्छु फुट्नु जान्छ यहाँ लाग्दै ठिक लाग्यो लु भयो भन्ने झरे दुईटै झरे कति भयो ए आधी बोला यो पछि यो पनि कालको पनि सामान धेरै होला सुन्दरा टिप्न जानु पर्छ है एकचोटी म सामान गाडीमा लगाइदिन्छु गाईघाट जानुभन्दा अगाडि गाडी आउँदाखेरि ल्याउँदैन नि होला त्यतिकै आउँछ त्यही नि म आउँदिनँ सिधै काठमाडौँ गाईघाट गएर आउने मान्छेहरू किन बोलाएको नि उस्तै कोको मको भन्दै सारा दिदीले गाउँको मको खाती नेपाल आएपछि त त्यो हरिकाली उहाँ चाहिँ चामल लै माग्दैन नि अस्ति लै जाँदैन नि अस्ति कहाँ पुरै उहाँ जाने बेला है